ओम श्री परमात्मने नमः। आदरणीय गीता प्रेमीजनहरू, गीताको चतुर्थ अध्यायको पहिलो श्लोकलाई म फेरि तेस्रो पटक तपाईहरु कहाँ पस्कन गइरहेको छु। तेस्रो पटक भन्दैछु म। आज पहिले पनि पठाए, हिजो पनि पठाए र अझ त्यसैमा म गइरहेको छु। एकछिन सोच्नु नि, कति सुन्दर श्लोक छ। चतुर्थ अध्यायको पहिलो श्लोक भगवानबाट प्रस्तुत हुन्छ। श्री भगवान उवाच इमं विवस्वते योगं प्रोक्तवान अहम अव्ययम् विवस्वान् मनवे प्राह मनु इच्छा कवे अब्रवीत्। यदि यी महान शब्दहरूको बारेमा हामीले थोडा पनि चिन्तन गर्न खोज्यौं भने हामी यसमा रम्न सक्छौं। श्री कृष्ण भगवान भन्दैछन्, एउटै शब्द एउटै अर्थको लागि तीनवटा शब्द प्रयोग गरिएका छन्। प्रोक्तवान, प्राह, अब्रवीत। यी सबै भनियो, भने भन्ने अर्थमा छ। अनि यो कहानी त्यति सजिलो छैन। यो कहानी होइन, यो दिव्य वाणी, यो ज्ञान त्यति सजिलो छैन। कसले कसलाई कति बेला किन भन्दैछ, दिस इज द सिग्निफिकेन्ट थिङ। अर्जुनलाई श्रीकृष्ण भगवान युद्ध भूमिमा युद्ध सुरु हुनुभन्दा अगाडि युद्ध गर्दिन भन्ने मनसायमा बसेको अर्जुनलाई परब्रह्म श्रीकृष्ण भगवान भन्दैछन्, जसको बारेमा अर्जुनलाई तनिक पनि ज्ञान छैन, अलिकति पनि ज्ञान छैन कि वो कसका सामने छ। ऊ श्रीकृष्ण भगवानका सामने छ र छको अर्जुन एउटा कुन्ती पुत्र। इमं विवस्वते योगम प्रोक्तवान अव्ययम। योग, इमम, यो अगाडिकै कुरालाई जोड्न खोज्या हो, जो तेस्रो अध्यायदेखि आया थियो योगका बारेमा। अनि योग कस्तो भनेर विशेषण जोड दियो, अव्ययम भनेर। यो अव्यय योग, अव्यय योग भने के हो भनेपछि कहिल्यै व्यय नहुने, कहिल्यै अन्त नहुने, कहिल्यै समाप्त नहुने, कहिल्यै नसिद्धिने, त्यस्तो योग। कसरी त्यो त्यस्तो भयो त? श्रीकृष्ण भगवान कहिल्यै अन्त हुँदैनन्, त्यो परमात्मा हुन् र परमात्माको अंश जीवात्मा हो र जीवात्मा भनेका हामी हौं। जब परमात्मा सिद्धिदैन भने जीवात्मा कसरी सिद्धिएला त? किनभने परमात्माको अंश जीवात्मा हो। जसरी यो धरतीबाट कुनै एउटा धुलको कण माथि उडेर हराए पनि त्यो यसै धरतीमा आउँछ के, यो धरतीमै त्यसको वासस्थान हुन्छ। त श्रीकृष्ण भगवान भन्दैछन्, यो मैले अव्यय योग, यो योग त्यस्तो सामान्य योग होइन। यो योगम भनेको कर्मयोगसित हो। कर्मयोग फेरि हामीले बिर्सनुहुन्न प्रिय पात्रहरू। कर्मयोग भनेको त्यो योग हो, त्यो कर्तव्य कर्म हो जो परहितका लागि गरिन्छ। परहित त्योले मात्र गर्न सक्छ जसले स्वहितको स्वार्थ रूपी शत्रुबाट मुक्ति पाएको हुन्छ। हामी अहिले विविध खालका गरिबीका कारणले परहितमा चाहिँ लाग्न सकिरहेका छैनौं, किनभने आफू बाँच्नलाई पहिले प्रयास हुन्छ। तर यहाँनिर यो अव्यय योगको बारेमा श्रीकृष्ण भगवान बताउँदैछन्। यो अव्यय योग रूपी जो दिव्य अद्भुत अलौकिक ज्ञान मैले सुरुमा विवस्वानलाई दिया थिए, अर्थात श्री सूर्य भगवान।
यो सृष्टिको रचना हुनुभन्दा अगाडि प्रकट भएका श्री सूर्य भगवानलाई दिनुभएको त्यो दिव्य ज्ञानको इतिहास के हामी तपाईँ यो सामान्य ज्ञानले बुझ्न सक्छौँ? सक्दैनौँ, असम्भव। कोसिस गरौँ न, राम्रै कार्य हो। त भन्दैछन् इमं विवस्वते योगम, विवस्वते श्री सूर्य भगवानलाई यो अव्यय योगको जो ज्ञान मैले दिएको थिएँ, प्रोक्तवान अहम अव्ययम योगम, यो अव्यय योगका बारेमा अहम मैले प्रोक्तवान भनेको थिएँ। कैलाई? विवस्वतेलाई, अर्थात् सुरुमा मैले यो गीताको दिव्य ज्ञान श्री सूर्यदेवलाई दिएको थिएँ। कहाँका सूर्यदेवको आदि सुरुवात, अनि कहाँ अहिले चाहिने अर्जुनसितको वार्ता। विवस्वान मनवे, त्यो सूर्य भगवानले चाहिने आफ्ना पुत्र मनुलाई दियो, मनुले इच्छाकुलाई दियो, अर्थात् तल चाहिने सर्दै आयो, यो जनरेसन टु जनरेसन। त्यही भएर यो परम्परावादी। त अहिले यो चौथो अध्यायको पहिलो श्लोकलाई हामीले गहिराईमा यदि बुझ्ने प्रयास गरेनौँ भने अगाडि पनि बुझ्न सजिलो हुँदैन प्रिय मित्रहरू। त यो कर्मयोग हो। कर्मयोगको अध्याय तृतीय अध्याय थियो। त्यही योगलाई समेटेर ईश्वर र परमात्मा र जीवात्माको सम्बन्ध अद्भुत छ, अक्षय छ, अव्यक्त छ, अनादिकालदेखि छ। ठीक उसै प्रकार यो कर्मयोग पनि अनादि छ। सूर्य भगवान जसरी निरन्तर सबको सेवामा लागिरहेका हुन्छन्, उसरी नै कर्मयोगीले निरन्तर परहितका लागि कार्य गरिरहनु पर्दछ। त भन्दैछन् चौथो अध्यायको पहिलो उसमा चाहिने त्यो दिव्य ज्ञान, त्यो दिव्य गीता ज्ञान मैले सुरुमा, आदिमा, प्रारम्भमा विवस्वानलाई दिएको थिए र त्यही ज्ञान तिमीलाई आज दिँदैछु भनेपछि कल्पना गर्नुहोस् न प्रिय पात्रहरू, श्री कृष्ण भगवान र अर्जुनको बीचमा, मनुष्य र देवताको, ईश्वरको बीचमा इमं विवस्वते योगम प्रोक्तवान अहम अव्ययम विवस्वान मनवे प्राह मनु इच्छा कवे अब्रवीत। अब्रवीत शब्द, प्राह शब्द र प्रोक्तवान शब्द भन्नलाई जय श्री कृष्ण।